स्वागत छ। आज हामी एउटा विशेष स्रोत सामग्रीमा अलिकति गहिरिएर हेर्दैछौँ। हजुर, यो चाहिँ एउटा भाषणको अंश हो है, जुन पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अर्थात् उहाँमाथि शान्ति र आशीर्वाद होस् अनि उहाँको दयाको सन्देशमा केन्द्रित छ। हो। हाम्रो आजको उद्देश्य चाहिँ यो भाषणमा जुन दयाको मूल विचार प्रस्तुत गरिएको छ नि, त्यसलाई केलाउनु हो। त्यसको प्रस्तुति कस्तो छ भनेर बुझ्नु हो। ल त्यसो भए सुरु गरौँ न त। यो विश्लेषण सुरु गर्नलाई भाषणले कोरेको त्यो समयको चित्रबाटै सुरु गरौँ। मतलब पैगम्बरको आगमनभन्दा अघिको अरब समाज कस्तो थियो भनेर। भाषण अनुसार त्यो युगलाई अज्ञानताको युग भनिन्छ, जहाँ अन्याय, हिंसा अनि सामाजिक विकृतिहरू अब एकदम चरममा थियो रे। हो र। मानिसहरू बीच त्यो आधारभूत मानवीय मूल्य मान्यता हराएको, बदलाको भावना एकदमै बलियो अनि सानो सानो कुरामा पनि ठूला ठूला लडाईँ हुने अवस्था थियो भनेर चित्रण गरिएको छ भाषणमा। भाषणले त्यो समयको कठोरतालाई अझ प्रस्ट्याउँछ पनि। जस्तो चोरी, डकैती, हत्या जस्ता अपराध त सामान्य जस्तै मानिन्थ्यो भनिएको छ है। अझ मार्मिक कुरा त महिलाहरूप्रतिको दृष्टिकोण त्यो एकदमै नकारात्मक थियो रे। उनीहरूलाई बोझ जस्तो हेरिन्थ्यो अनि कतिपय समुदायमा त नवजात छोरीहरूलाई जिउँदै गाड्ने, खै कस्तो अमानवीय चलन पनि थियो भन्ने भाषणमा आउँछ। डरलाग्दो। समग्रमा भन्दा भाषणले एउटा यस्तो समाजको तस्विर देखाउँछ जुन नैतिक र सामाजिक रूपमा एकदमै खस्किएको थियो, पतनकै सङ्घारमा। ठिक यही निराशाजनक पृष्ठभूमिमा हैन, भाषणले चाहिँ पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको आगमनलाई एउटा अब युगान्तकारी मोडको रूपमा प्रस्तुत गरेको छ। हजुर। उहाँलाई ईश्वरीय मार्गदर्शनको ज्योतिको रूपमा चित्रण गरिएको छ, जसले समाजमा व्याप्त त्यो अन्धकार, त्यो अज्ञानता हटाउन आएको हो भन्ने भाषणको तर्क छ। उहाँको आगमनले मानिसहरूलाई सही बाटो देखाउने आशा जगायो भन्ने कुरामा जोड दिएको छ हैन त? एकदम। भाषणमा उहाँका लागि प्रयोग गरिएका विशेषणहरू पनि एकदमै ध्यान दिन लायक छन् नि। जस्तो सबैभन्दा प्रतीक्षित शुभ समाचार दिनेवाला, अन्धकार हटाउने ज्योति, अनि महान र उदार, सत्यवादी र विश्वासपात्र। यी शब्दहरूले उहाँप्रति कति धेरै सम्मान र आशा राखिएको थियो भन्ने देखाउँछ। हो। अनि भाषणले कुरानको एउटा महत्त्वपूर्ण आयतलाई पनि उद्धृत गर्छ। हे पैगम्बर, हामीले तपाईलाई सम्पूर्ण संसारको लागि दयाबाहेक अरू केही बनाएर पठाएका छैनौँ। हजुर। यो महत्त्वपूर्ण छ। यसले के देखाउँछ भने उहाँको सन्देश कुनै एउटा समुदाय वा क्षेत्र विशेषको लागि मात्र होइन, सबैका लागि, बरु समस्त मानव जातिकै लागि थियो भन्ने कुरा स्थापित गर्न खोजेको देखिन्छ भाषणमा। अनि उहाँको सामाजिक प्रभाव नि भाषणले त्यसलाई कसरी उठाएको छ? त्यो पनि महत्त्वपूर्ण ढङ्गले उठाएको छ। एउटा चाखलाग्दो पक्ष के छ भने भाषण अनुसार उहाँले समाजमा जो सबैभन्दा दबिएका थिए, हेपिएका थिए नि, त्यस्ता मानिसहरूलाई नेतृत्व तहमा पुर्याउनु भयो रे। यो तत्कालीन सामाजिक संरचनामा त ठूलो परिवर्तनको संकेत हो नि। साँच्चै ठूलो कुरा हो त्यो बेलाको लागि। त्यसै गरी महिलाहरूको अधिकार र सम्मानको बारेमा संसारलाई सिकाउनु भयो भन्ने कुरा यसले पनि त्यो समयको समाजमा महिलाको स्थितिमा उहाँको शिक्षाले कस्तो क्रान्तिकारी परिवर्तन ल्यायो भन्ने देखाउँछ भन्ने भाषणको आशय छ। सामाजिक प्रभावसँगै भाषणले एउटा अर्को रोचक तुलना पनि गर्छ हैन? गर्छ। यसमा भनिएको छ कि पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लममा अघिल्ला सबै पैगम्बरहरूका उत्तम गुणहरूको सम्मिश्रण थियो। जस्तै हजरत नूहको त्यो आह्वान गर्ने शैली, हजुर, हजरत इब्राहिमको त्यो अटूट आस्था। यो तुलना किन गरेको होला? यसको पछाडि भाषणको के उद्देश्य होला जस्तो लाग्छ? हो, भाषणले यो तुलनालाई निकै विस्तारमा प्रस्तुत गरेको छ। हजरत इस्माइलको जस्तो निस्वार्थ त्याग, हजरत मूसाको तेज र दृढता, हजरत हारूनको विनम्रता, हजरत युसुफको सौन्दर्य अनि हजरत यहियाको शिष्टता, यी सबै गुणहरू उहाँमा समाहित थिए भनिएको छ। सबै गुणहरू एकै व्यक्तिमा? हो। भाषणमा एउटा उर्दू शेर पनि उद्धृत गरिएको छ, जसको भाव के छ भने हजरत युसुफको सौन्दर्य त प्रसिद्ध छँदै थियो, तर वास्तवमा हेर्न लायक मुहार त हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको थियो। त्यसो भए भाषणले उहाँलाई केवल एक व्यक्ति मात्र नभएर मानव इतिहासका महान आध्यात्मिक व्यक्तित्वहरूका सबै श्रेष्ठ गुणहरूको एकमुष्ट प्रतीकको रूपमा देखाउन खोजेको रहेछ हैन त? हो, भाषणको तर्क त्यस्तै देखिन्छ। यी सबै गुणहरूको संयोजनलाई यसरी प्रस्तुत गर्नुको केही विशेष अर्थ छ कि? सायद
यसरी विभिन्न पैगम्बरहरूका गुणहरू उहाँमा समाहित भएको देखाएर भाषणले उहाँको भूमिकाको व्यापकता र पूर्णतालाई जोड दिन खोजेको होला। यो एक किसिमले उहाँको सन्देश अन्तिम र सबैका लागि समावेशी थियो भन्ने कुरालाई बल पुर्याउने प्रयास पनि हो। उहाँमा यी सबै गुणहरूको सङ्गम हुनुले उहाँको व्यक्तित्व र मिसनको अद्वितीयतालाई स्थापित गर्छ भन्ने भाषणको आशय बुझिन्छ। यी सबै महान गुणहरूको चर्चापछि भाषण अलिकति फरक मोडमा जान्छ जस्तो लाग्यो। वक्ताले एक प्रकारको चिन्ता व्यक्त गर्नुभएको छ नि। हजुर। कि आजकल उहाँका अनुयायीहरूले उहाँले सिकाउनु भएको त्यो प्रेम र दयाको मार्गलाई कतै बिर्सिँदै गएका त छैनन्? हो, त्यो चिन्ता व्यक्त भएको छ। अनि यही कुरालाई प्रस्ट्याउन भाषणले एउटा निकै शक्तिशाली घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्छ। त्यो हो ताइफको घटना। यो खण्ड त साँच्चै मार्मिक छ। हो नि। ताइफको घटनालाई भाषणमा दया, सहनशीलता र क्षमाको एक उत्कृष्ट उदाहरणको रूपमा प्रस्तुत गरिएको छ। कसरी वर्णन गरिएको छ घटनालाई? भाषणको वर्णन अनुसार जब पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ताइफ शहरमा आफ्नो सन्देश सुनाउन जानुभयो, त्यहाँका मानिसहरूले उहाँलाई ठाडै अस्वीकार गरे। त्यति मात्र होइन, बरु उहाँको अपमान गरे अनि केटाहरूलाई उक्साएर उहाँमाथि ढुङ्गा हान्न लगाए, जसले गर्दा उहाँ रक्ताम्य हुनुभयो। ओहो, कल्पना गर्न पनि गाह्रो छ। यस्तो चरम अपमान अनि शारीरिक पीडा सहनु पर्दा कस्तो भयो होला? एकदमै पीडादायी अनुभव थियो। तर भाषणले जोड दिन्छ कि यस्तो अवस्थामा पनि उहाँको प्रतिक्रिया कस्तो थियो भन्ने कुरामा, होइन? हो, ठ्याक्कै। उहाँले रिस वा बदलाको भावना देखाउनु भएन, गाली गलोज वा श्राप दिनु भएन। अनि के गर्नुभयो त? बरु भाषणका अनुसार उहाँले उनीहरूलाई क्षमा दिनुभयो। क्षमा? जसले ढुङ्गा हाने उनीहरूलाई? हो, र भाषणले यहाँ अझ गहिरो कुरा औल्याउँछ। उहाँले केवल क्षमा मात्र दिनु भएन, अरू केही पनि गर्नुभयो? उहाँले ती आक्रमणकारीहरूका लागि प्रार्थना गर्नुभयो, जसले उहाँलाई ढुङ्गा हाने, रगत बगाए। उनीहरूकै लागि उहाँले ईश्वरसँग मार्गदर्शनको कामना गर्नुभयो। यो त साँच्चै अचम्म लाग्दो कुरा हो। हो, भाषणले यसलाई घृणा र शत्रुतामाथि दया र करुणाको विजयको रूपमा प्रस्तुत गर्छ। वक्ताको तर्क के छ भने यो प्रतिक्रियाले नै उहाँको दयाको सन्देशलाई व्यावहारिक रूपमा चरमोत्कर्षमा पुर्याउँछ। यो त साँच्चै असामान्य प्रतिक्रिया भयो। भाषणले यसलाई कुनै खास सिद्धान्तसँग जोडेको छ कि, जस्तो कि नराम्रोलाई राम्रोले जित्ने भन्ने जस्तो? एकदम। भाषणले उहाँको यो कार्यलाई कुरानको एउटा शिक्षासँग प्रत्यक्ष रूपमा जोडेको छ। असल र खराब बराबर हुन सक्दैन। खराबलाई त्यो कुराले हटाउँ जुन अझ उत्तम छ। ताइफमा उहाँले देखाउनु भएको त्यो क्षमा, त्यो प्रार्थना, त्यसलाई भाषणले यही कुरानिक सिद्धान्तको सबैभन्दा शक्तिशाली व्यावहारिक उदाहरण मानेको छ। मतलब अपमानको बदलामा क्षमा, घृणाको बदलामा प्रार्थना। हो, खराबलाई उत्तम व्यवहारले जित्ने प्रयास। यो नै भाषणको केन्द्रीय तर्कको एउटा प्रमुख स्तम्भ हो। त्यसो भए यो ऐतिहासिक घटना र सिद्धान्तको आजको सन्दर्भ के हो त? भाषणले यसलाई अहिलेको समयसँग कसरी जोड्न खोजेको छ? भाषणकर्ताले वर्तमान विश्वको अवस्था पनि धेरै हिसाबले चुनौतीपूर्ण रहेको औल्याएका छन्। हो नि, चारैतिर उथलपुथल छ। मानिसहरूका मनमा फेरि पनि त्यो अज्ञानता, असहिष्णुता, घृणा बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ भाषणमा। अनि यस्तो अवस्थामा भाषणले के तर्क गर्छ भने घृणाको जवाब घृणाले दिएर वा रिसको बदला रिसले लिएर समस्या समाधान हुँदैन, बरु झन बल्झिन्छ। हो, झन बल्झिन्छ। त्यो त हामी आज संसारभरि देखिरहेका छौं। त्यसो भए भाषणले के विकल्प सुझाउँछ त? आजको यो जटिल परिस्थितिमा के गर्ने त? विकल्पको रूपमा भाषणले स्पष्ट रूपमा पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमकै उदाहरण पछ्याउन आह्वान गरेको छ। ताइफको जस्तै? हो, ताइफमा जस्तै कठिन परिस्थितिमा पनि बदला र प्रतिशोधको सट्टा दया र क्षमाको बाटो रोज्नुपर्छ भन्ने सन्देश दिएको छ। निराशाको ठाउँमा आशा जगाउनुपर्छ भनिएको छ। अनि फेरि त्यही कुरानको आयत? फेरि त्यही कुरानको आयतलाई जोड दिएको छ। खराबलाई असलले हटाउनुपर्छ, यो नै आजको समस्याको समाधान हो भन्ने भाषणको निष्कर्ष छ। भनेपछि भाषणको मूल सन्देश यही भयो, चाहे व्यक्तिगत स्तरमा होस् वा सामूहिक स्तरमा। समाजमा व्याप्त घृणा, द्वन्द्व र नकारात्मकतालाई जित्ने सबैभन्दा प्रभावकारी हतियार भनेको दया, क्षमा र सकारात्मकता नै हो।
र यसको लागि प्रेरणा चाहिँ पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवन र उहाँले सिकाउनु भएको शिक्षा विशेष गरी ताइफ जस्ता घटनाहरूबाट लिन सकिन्छ भन्ने भाषणको जोड हो। हो, तपाईँले ठिक भन्नुभयो। भाषणको सार यही नै हो। वक्ताले आफ्नो कुरा टुङ्ग्याउँदा पनि यही कुरा दोहोऱ्याउनु भएको छ कि खराबलाई असलले नै जित्नुपर्छ। यहाँ एउटा कुरा बुझ्न जरुरी छ, हामीले यहाँ जे छलफल गर्यौं त्यो हामीलाई प्राप्त स्रोत अर्थात् त्यो भाषणमा प्रस्तुत गरिएको विचार र तर्क हो। हामी केवल त्यसलाई विश्लेषण र प्रस्तुत गरिरहेका छौं। स्पष्ट छ। त्यसो भए यो विश्लेषणबाट हामीले मनमा राख्नुपर्ने मुख्य कुरा के रह्यो त संक्षेपमा भन्दा? संक्षेपमा भन्दा पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले अत्यन्तै कठिन र अपमानजनक परिस्थितिमा पनि कसरी प्रतिशोधको सट्टा दया र क्षमाको मार्ग रोज्नुभयो भन्ने कुरा नै हो। र ताइफको घटना यसको सबैभन्दा बलियो उदाहरण भयो। हो, ज्वलन्त उदाहरण जसलाई भाषणले प्रमुखताका साथ उठाएको छ। र स्रोत सामग्रीको तर्क अनुसार यो शिक्षा आजको अशान्त विश्वका लागि झनै महत्त्वपूर्ण र सन्दर्भिक छ। बिल्कुल। र यही स्रोत सामग्रीमा आधारित भएर सोच्दा एउटा अन्तिम विचार मनमा आउँछ, जुन वास्तवमा भाषणले नै श्रोता सामु राखेको चुनौती जस्तो लाग्छ। कस्तो चुनौती? भाषणले हामीलाई गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। हामी आफ्नो दैनिक जीवनमा, विशेष गरी जब हामीलाई अन्याय भएको, चित्त दुखेको वा अपमानित महसुस हुन्छ, त्यस्तो बेलामा कसरी जानी सक्रिय रूपमा दयाको बाटो रोज्न सक्छौं? यो त गाह्रो प्रश्न हो। कसरी हामी साँच्चै खराबलाई असलले हटाउने त्यो उच्च आदर्शलाई आफ्नो व्यवहारमा उतार्न सक्छौं? यो प्रश्न बाहिरबाट ल्याइएको होइन है, भाषणबाटै उठेको हो। यो त्यही भाषणको सन्देश र आह्वानबाटै निश्चित भएको हो, जसले हामीलाई आत्ममूल्याङ्कन गर्न र सायद अझ राम्रो बन्न प्रेरित गर्छ।